जे हजुर तपाईँले त मलाई मायै मार्नु भयो नि। किन म हत्यारा हो र? यो हत्या बरु एकचोटि मर्छ, म त पटक पटक मरेको छु तपाईँलाई देख्न नपाएर। तिमीले भन्दा माया मार्ने चियावाले चाहिँ आखिर ममा के नै थियो र? सब कुरा थियो नि। झगडा भन्ने कुरा खोइरहन्छ नि त अनि। भएको हो सबै। प्रेममा त सहनशीलता पो हुनुपर्छ त अनि चियावाले चाहिँ। सहन त खोजेकै हो नि, के गर्नु, मुटुबाट धड्कनै नभएपछि, यो मनबाट पीडा मात्र भएपछि के गर्नु। यसरी नै घरिघरि हुँदो रहेछ कहिलेकाहीँ, खुसी मात्र निन्द्रा पनि दुःख पनि हुँदो रहेछ। तपाईँले मलाई कति मिस गर्नुभयो चियावाले जी? कति भनौँ, म बयानै गर्न सक्दिनँ। यति मिस गरेको थिएँ, पुरै छोडिदिनु। यति धेरै सोच्न पनि सक्नुहुन्न तपाईँ। आखिर मायाको परिभाषा के नै हो र? पर्खाइ हो जस्तो लाग्छ मलाई त। धेरै समयपछि मलाई पाएर यति मसँग बोल्न पाएर कतिको खुसी फिल भइरहेको छ। त खुसीको सीमा छैन, के भन्नु त। यति खुसी छु कि त्यो म खुसी छु भनेर पनि भन्न सकेको छैन। यति मात्रै खुसी छु कि यति बुझ्नुहोस्, म धेरै खुसी छु। ठिक छ, यसरी रमाइलो गरौँला, जिन्दगीमा हाँसो मजा गरौँला। दुनियाँले जे भन्दा पनि सधैँ साथ दिनु, माया गर्नु। साथ दिनु, सधैँभरि साथ दिन सक्छु होला भनेर, तर के गर्नु, धेरै काँडाहरू हुँदो रहेछन्। त्यो काँडाले भिजाएपछि, दुखेपछि त टाढा बस्नै पर्ने रहेछ। कहिले काहीँ गुलाब टिप्दाखेरि त्यो काँडा बित्छ नि, हातमा रगत आउँछ। यस्तै नै भएको थियो मेरो मन पनि। खोजेको थिएँ कहाँ आकाशको चन्द्रमा हेर्नलाई, तर के गर्नु, भुइँको धुलोले उडाएर लगिदियो मेरो सारा सपना। बस्कर पगलीहरू लागि क्या? 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 मेरे को मरवाएगी तू? मलाई फेरि पनि मुया बस्यो केटा हो। चियावालीको स्माइलले मेरो मन जित्यो केटा हो। अनि चियावाली जी, हजुर म फेब्रुअरी 25 तारिकमा म पोखरा काठमाडौँ आउँदैछु। हजुर यदि टाइम भयो भने परिवारसँग हामी यसो भेट्न आउँछ, मिल्छ आउनु मिल्छ? हुन्छ, म तपाईँसँग टिकटक बनाउने हो। ओके। कुन गीतमा थाहा? केटा कुन गीतमा यार? रिसायो कि अन्तै माया मोड्यौ, आज भोलि तिमीले हितमा नजर तोड्यौ। रिसायो कि बिराए कि अन्तै माया मोड्यौ भन्ने गीतमा बनाउने हुन्छ कि नै? हुन्छ। तपाईँलाई चाहिँ कुनै गीतमा बनाउने विचार छ कि नै? हजुर मलाई कुन गीतमा सोच्नुपर्छ, भोलि भन्छु। चिया बेच्दै बनाउने हो। उहाँ कन्टेन्ट भनेको त्यही हो त नि। हामी अनि असनमा आउनु, म चिया बेच्न आउँछु अनि भिडियो त्यही खिचौँला। असन मैले किटले समात यस्तो गर्छु ल। हुन्छ हुन्छ। अब तपाईँले चाहिँ समात दिन फेरि अर्काको छोरी चेली सम्मान त गर्नु पर्यो। अब चिया समात यस्तो गर्ने यताउति दाउरो हो त। ठिक छ, अलि रमाइलो गरौँला, भेटौँला। पृथ्वी गोलो छ हजुर, भेटघाट होला। हुन्छ हुन्छ। त्यो मनले चाहे, यो मनले चाहे के नहुन्छ होला र। यहाँले सब गराइसक्यो के दाउरो गर्नु त। अहिलेसम्म भेट भएको छैन, यहाँले बिहा गराइदिइसक्यो छा।
औडा गरिदिने हाँसो लाग्छ यार ल अब के छ पनिसन आज तपाईँको डान्स गर्न पाएन त भनेको खै के छ डान्स गरी मुडमा हुनु नि तपाईँ आज डान्स होइन एक्टिङै गरौँ होला हौ यो त डान्स त एक्टिङ गरिदिने एक्टिङ गर्ने मानम कि म मानम कि तपाईँ र हाम्रो टक्क लगाएर यस्तो छ तपाईँको आँखा छलेर म बाहिरी बाहिरी केटी मान्छेले भेट्न गएँ त्यति बेलाको आक्रोश भ्यालेन्टाइन डेमा तपाईँ बाटो हिँड्दाखेरि तपाईँको फोन आएकै गरेको तपाईँ श्रीमती म श्रीमान मानम सपोज बाटोमा हिँड्दै गर्दाखेरि डक्क लाएर यसो हिँडेको त पुरा म त पुरा केटीसँग पुरा झाडीतिर बसिरहेको डेटिङमा हो त्यसलाई तपाईँले अभिनयमा देखाउनुहोस् को यो केटी तँलाई गर्न पठाओ मेरो मोबाइल अफ छ किन गरेको भने ल अब तपाईँले यो के गरेको यो के देख्दैछु म होइन कहाँ आउन मरि छ यो होइन म त होइन हे भगवान् राम 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 यो मान्छेले मलाई यस्तो ठुलो धोका यो केटीसँग यस्तो गर्ने तपाईँ हे भगवान् घरमा श्रीमान बिग्रनको लागि छोरी मान्छेले हात हुन्छ हे भगवान् मैले कुन दिनमा मैले यो आँखा किन मेरो फुटेन यो यस्तो दिन देख्नुको लागि रहेछ म आज यहाँ आइपुगेको होइन तपाईँलाई मैले केमा कमी राखेको थिएँ र यसरी चार्ज हिँड्नु पर्यो 10 वटा केटीसँग के हो किन बिहा गरेको यही गर्नु थियो र बिहा गरेको मलाई कत्रो साह्रो धोका आजकै दिन आज के हो भ्यालेन्टाइन डे हो यार भ्यालेन्टाइन च्यावल त घर बस्ने किन आयो त यहाँ एक्कासी आमामा छापा मार्ने पनि सीमा हुन्छ यार के हो यार मलाई त भनिरहेको थिएँ नि तपाईँको श्रीमान यस्तो छ भनेर मैले विश्वास नगरेको तर के गर्नु कसले त हामी पनि यसो घुम्नु पर्छ नि अलिकति यार के हो यार च्यावल यार आजकै दिन यस्तो देख्न पुगेँ मैले हे भगवान् अब म बाँच्न सक्दिनँ यस्तो हेरी बाँच्न सक्दिनँ भगवान् मैले किन आजकै दिन देख्न पर्यो यत्रो माया गरेको मान्छे म यत्रो तपाईँको लागि भनेर म यहाँनिर सरप्राइज गिफ्ट किन्न गएको थिएँ यही बाटोमा तपाईँ भेटिनु पर्ने हे भगवान् सरप्राइज गिफ्ट कति सोचेको थिएँ आजको दिन कति राम्रो गर्नुला भनेको आजकै दिन यस्तो भयो नरो चावली नरो खुसी देख्न सक्दिनँ भएकोसँग पनि कति केटी पछि लागेको हे भगवान् बिहे गरेको मान्छेलाई यहाँ कुमार केटा यतिका छ यो केटीहरू के भएको यस्तो बिहे गरेको मान्छेसँग पछि आएको नरो चावल नरो केटी मान्छे पछि लाग्छ मैले मेरो के दोष मान्छेसँग फेला परे मैले यस्तो आँखा चलेर दुनियाँ गरेर हिँड्छ लगाउन दिन्छ यस्तो मान्छेसँग म कसरी हे भगवान् मेरो किन भगवान्ले मलाई यस्तो साह्रो हेपेको दुःख दिएको यस्तोसँगको भन्दा त अब उपरान्त म यो गर्ने छैन च्यावाली अब उपरान्त म यो गर्ने छैन च्यावाली अब त सिधै डिभोर्स दिन्छु अब यही केटीसँग बिहे गर्नु अब त मैले छोडिदिएँ भोलि नि डिभोर्स हुन्छ अब आज यस्तो गर्ने होइन केटीसँग यस्तो मनाउने लाज नपचेको घरमा 2-2 छोरा छोरी छ लाज हुँदैन भ्यालेन्टाइन डे भनेको त कुमार कुमारीको केटाकेटीको लागि हो बिहा गरेको मान्छे अहिलेसम्म कतिवटा केटीसँग केटी बढिसक्यो कुमार भन्दै हिँड्छ हे भगवान् दुनियाँ केटी फसाउँछ यो केटीको पनि के दोष नि यस्तै मलाई यस्तै झुट बोलेर बिहा गरेको होला नि अब भाग्यमै श्री लेखेर आसी कसको के लाग्छ र च्यावलीजी कतिवटा केटी चाहिन्छ पुगेन केहीले 4-5 वटा केटी मेरो पछि लाग्छ च्यावलीजी भगवान् म त यस्तो मान्छेसँग बस्न सक्दिनँ
यो मान्छेबाट म अब छुटकारा चाहन्छु डिभोर्स दिनु पर्यो अब मलाई अब म बस्न सक्दिनँ मेरो बच्चा मैसँग हुन्छ डिभोर्स अब यही केटीसँग तपाईँ जेसुकै गर्नु हो मलाई मतलब छैन लौ त नि अब आलु जस्तो यता पनि ठिक्क उता पनि ठिक्क आलु जस्तो? आलु जस्तो रे। मन पर्यो भने पनि यो आलु जस्तो कोही पर्ने रहेछ र यति आलु मिठो लागेको आलु गोर्खाली भाइ थ्याङ्क यू जाऊ 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 हे भगवान कस्तो मान्छे यस्तो बुढो त कसैलाई नपरोस् भगवान कसैलाई नपरोस् थैंक भाई भाई साहब कुछ ज्यादा ना है मतलब कुछ भी रमाइलो भयो चियावाले खुसी लाग्यो नाइस टु मिट यु हुन्छ कस्तो लाग्यो ल खुसी लाग्यो है चियावाले चाहिँ आज छुटौँ होला हुन्छ हुन्छ हस् हस् खुसी लाग्यो सम्मान छ पक्कै पनि एकदमै आफ्टर लङ टाइम जोडिनु भयो एकदम खुसी लाग्यो है हुन्छ भोलि भोलि पक्कै टाइम हुँदाखेरि अब खेलौँला है त ल आजलाई छुटौँ है हुन्छ हुन्छ हस् ल नमस्ते थ्याङ्क यू गुड नाइट है गुड नाइट